हेलो एन्ड नमस्ते एभ्रिवान। फेरि पनि स्वागत छ मेरो मिनी ब्लगमा। सर्वप्रथम त आज सम्पूर्णलाई माता तीर्थ औँसीको शुभकामना। सम्पूर्ण माताहरूमा नमन। सदा झै आज पनि ब्रह्म मुहुर्तमा उठेर म आफ्नो नित्य कर्मतर्फ लागेँ। आज चाहिँ मलाई माइत पनि जानु छ, त्यही भएर आज मैले त्यति धेरै भिडियोहरू क्लिपहरू लिन पाएको छुइनँ। जति लिएको छु थोरै थोरै हजुरहरूको। बिहान ब्रह्म मुहुर्तमा उठेर म चाहिँ पानी पिउन थालेँ। पानी पिएर आफ्नो नित्य कर्म पूजा पाठ सरसफाइ गरेर मम्मीको मुख हेर्न गएर अनि रेडी भएर हामी चाहिँ गाडी पर्खिरहेको थियौँ। खानासाना खाएर हामी चाहिँ लाग्यौँ माइततर्फ। माइत जाने गाडी चाहिँ आज औँसी भएर होला है, कति धेरै भिड थियो। बल्ल तल्ल जसोतसो दुःखसुख गरेर पुग्यौँ। मेरो पुग्दाखेरि खुसीको लेभल चाहिँ नि यति नेक्स्ट लेभलमा थियो नि, त्यो सिमै छैन कि। पुगेर छोरी पनि कति खुसी हुँदै थिइन्। अनि ठुलो छोरीलाई भेटेँ, सबैसँग दर्शन गरेर एकछिन गफ गरेर बाउले मिठो नास्ता बनाइरहनु भएको थियो। नास्ता खाएर अनि एकछिन रमाइलो गऱ्यौँ। यो चाहिँ मेरो जन्मभूमि है, म भिडियोहरू देखाउने प्रयास गरिरहेको छु मेरो घरसम्मैको। म पुग्दा चाहिँ दुईजना दिदीहरू आइसक्नु भएको थियो, एकजना दिदी हिजो आइसक्नु भएको थियो। म चाहिँ लास्टमा पुगेको थिएँ। अनि गएर पहिले भाउजूले मम्मीको मुख हेर्नुभयो, अनि मैले हेरेँ। यसरी मुख हेरेर अनि हामी चिया पिएर सबैजना गफ गर्दै बसेको छौँ। हामी धेरै ठुलो फ्यामिली छ नि त। अनि बेलुका पनि यसरी सँगै बसेर खाना खायौँ। थ्याङ्क यू फर वाचिङ, सी यू नेक्स्ट भिडियो।